केपी कामरेड कृपासुर शेर्पालाई कारवाही होस्। कृपासुर शेर्पासँग मेरो चिन्जान भएको 2056 सालको आम निर्वाचन पश्चात भएको हो। म सांसदमा निर्वाचित हुँदै गर्दा पहिलो पटक उनीसँग भेट भएको हो। उनका बारेमा सुन्दा खै मुखिया खैरदार सुब्बा केमा जागिर खान्छ रे, राजनीतिक हिसाबमा निज पञ्चायतमा मण्डले बहुदल आएपछि राप्रपा र काङ्ग्रेसलाई सघाउँदै आएको भन्ने सुनेको थिएँ। पहिलो भेट हुँदा निज एमाले समर्थक भएको भनेर थाहा पाएको हुँ। निजलाई काठमाडौँमा सम्पर्क मञ्चको सदस्यता लिई मञ्चमै 2057 सालमा सङ्गठित गरेको हो र एकपटक मञ्चको सल्लाहकार अध्यक्ष र मञ्चको अध्यक्ष भएका हुन्। 2058 सालमा सङ्गठित सदस्यताको सिफारिस गराएको र निजले सदस्यता प्राप्त गरेको हो। त्यसपश्चात जिल्लामा भूगोलमा काम गर्ने इच्छा प्रकट गरे पश्चात 2062-63 मा म जिल्ला कमिटीको सचिव रहेको बेला जिल्ला कमिटीमा मनोनित गरेको र 2 कार्यकाल जिल्ला कमिटीमा काम गरेका हुन्। कृपासुरलाई 2070 सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर 1 को टिकटका लागि सिफारिस गरिएको र उनले टिकट प्राप्त गरेका हुन्। निजले जिल्लाका अगुवा नेता र केन्द्रमा केही प्रमुख नेताहरूलाई टिकटको निर्णय हुनुपूर्व भोजपुरको निर्वाचन खर्च सबै आफूले व्यवस्थापन गर्ने कुरा गरेका थिए। तर टिकटको निर्णय पश्चात निजले बोली र व्यवहार पुरै परिवर्तन गरेको, पार्टी खातामा क्षेत्र नम्बर 2 मा 1-1 करोड जम्मा गर्छु भनेर आफैले हौवा पिटाए, तर 1 पैसा पनि निर्वाचन खर्च जम्मा गरेनन्। निज शेर्पाले गरुङ्गो मनले क्षेत्र नम्बर 2 का लागि बुथ खर्चका नाममा करिब 10 लाखको हाराहारीमा हुन आउने रकम चाहिँ दिने भनेका थिए। त्यो समेत मङ्सिर 1 गतेसम्म पनि दिने चाल नदेखिएपछि आफूले कडा शब्दमा फोनबाट दबाब दिएको भोलिपल्ट उनले 2 लाख रुपैयाँ पठाएका थिए। कृपासुर शेर्पाका बारेमा, जो अहिले दलित महिलासँगको सम्बन्ध र सन्तानका बारेमा निर्वाचन प्रचारका बेला पर्चा छपाएर छ्यापछ्याप्ती बाँडेको थियो, त्यसबारे निजलाई पार्टीको तर्फबाट सोद्धा होइन भनेका थिए। त्यसैले यसबारे सिङ्गो पार्टीले खण्डन र प्रतिवाद गरेको थियो, जुन कुरा पछि प्रमाणित भई सकारेका छन्। तर हाल छोरा बुहारीलाई पद र पैसाको दबावमा थुनाउने, तर्साउने र गोलीले उडाइदिन्छु भन्ने अभिव्यक्तिहरू स्वयंले दिएको कुरा सार्वजनिक सञ्चार माध्यममा आइरहेको हुँदा पार्टीलाई अवगतै हुनुपर्छ। सारमा भन्दा निज शेर्पासँग मेरो कुनै व्यक्तिगत राजनीति दुश्मनी वा प्रतिस्पर्धा केही नरहेको जानकारी गराउँछु। निजसँगको सम्बन्ध बिल्कुल पार्टीगत र कमरेडली मात्रै रहेको छ। अराजनीतिक वा कुनै स्वार्थ र लाभको सम्बन्ध आफूले कुनै पनि मानेमा राखेको छैन। निजले गरिरहेका अराजनीतिक, आपराधिक र खतरनाक गतिविधिहरू लगातार थाहा पाएर पनि आफूले कुनै प्रतिक्रिया दिने गरेको छैन। शेर्पाले मलाई सिद्ध्याउने भनेर आफ्नो पद, शक्ति र पैसा खर्च गरेको र यो हदसम्मको आपराधिक काम गरिरहेकोमा म आश्चर्यचकित छु। यसबाट म ज्यादै गम्भीर बनेको छु। यस प्रकारका पृष्ठभूमिका व्यक्तिहरूले पार्टीभित्र बसेर पद र पैसाको दुरुपयोग गरेर कृत्रिम पात्र खडा गरेर म जस्तो एउटा इमान्दार कार्यकर्ता जसले आफ्नो घर परिवार र निजी जिन्दगी त्यागेर यो पार्टीमा समर्पित छ र यो ठाउँमा आइपुगेको एक निष्कलङ्क व्यक्तिमाथि यो हदसम्मको हत्कडा अपनाउँछ अनि पार्टी र समाजलाई नै जबरजस्त दिग्भ्रमित पार्न खोज्छ भने त्यसलाई कसरी बुझ्ने, मैले कसरी लिने? त्यसैले पार्टी अध्यक्ष कमरेडलाई मेरो विनम्र निवेदन छ, यसलाई गम्भीरतापूर्वक लिए आवश्यक कारबाही गरियोस्, अन्यथा म गम्भीर भएर यस विषयका सबै कुराहरू सार्वजनिक गर्दै आफ्नै ढङ्गले कदम चाल्न बाध्य हुनुपर्ने समेत अवगत गराउन चाहन्छु। एमालेका वैकल्पिक पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री शेरधन राईले एमाले अध्यक्ष केपी ओली समक्ष बुझाएको निवेदनको अंश। स्रोत onlinekhabar.com।